नमस्ते, मेरो नाम शारदा मिश्र हो। म चाहिँ होमनेटमा समावेश भएको त्यस्तै 10-12 वर्षै भइसक्यो। किनभने पहिला त होमनेट भन्ने थाहा थिएन, तर मैले आफै घरमा सामानहरू बनाउने, उत्पादन गर्ने अनि यसो यताउति दिने गर्थेँ। मोजा जस्तै सानसानोमा मोजा, टोपी यस्तो बुन्ने अनि दिने त्यस्तो गर्ने चाहिँ गरेको थिएँ। यो लिडर भएको चाहिँ म 17 देखि हो। के अरे कति भन्छ 2017 देखि। मैले चाहिँ धेरै तालिम लिएको हुनाले धेरै कुरा सिकेको छु र धेरै कुरा जसले जे अर्डर दिन्छ त्यो गर्न चाहिँ। अहिले मलाई स्वेटर बुन्ने अर्डर दिनुभएको छ। अहिले मैले स्वेटर बुनिरहेको छु घरमा। बिहान बेलुकी दिउँसोमा यहाँ आउँछु अनि बुनेको छु अनि त्यसपछि अब त्यो दिन्छु। त्यो हो। तालिमहरू त सबै प्रभावकारी हुन्छ, सबै रमाइलो हुन्छ। किन प्रभावकारी नहुने तालिम त लिँदैनौँ हामी। कुनै न कुरामा उपलब्धि हुने तालिम नै हुन्छ। त्यसकारण सबै मलाई राम्रो लाग्छ। जलवायु परिवर्तन पनि मलाई राम्रो लाग्यो होइन। त्यसमा पनि जलवायु परिवर्तन नै थाहा पाउनुपर्ने कुराहरू हो। अनि त्यो चाहिँ अलिकति राम्रै लाग्यो। किनभने त्यो लिएको धेरै पनि भएको छैन अस्ति भयो। जलवायु परिवर्तनमा चाहिँ कस्तो हुँदो रहेछ भने चाहिँ यो जलवायु परिवर्तन हुँदाखेरि होम बेसलाई असर पर्ने कुराहरू गर्नुभयो होइन। धेरै अब पानीहरू मात्रै परिरह्यो भने काम गर्न गाह्रो भयो। बाढी हुन्छ, पहिरो हुन्छ यताउति, त्यसमा पनि काम गर्न गाह्रो भयो। उताडी उता सामानहरू असार पसार गर्न गाह्रो हुन्छ। अनि अब धेरै नै पानी नै परेन होइन, एकदम गर्मी नै भइरह्यो भने रोगहरू आउँछ नि त। अनि त्यसपछि रोगहरू लाग्यो भने पनि भयो। र जलवायुमा चाहिँ ब्यालेन्स भयो भने चाहिँ धेरै राम्रो हुने रहेछ। यसमा चाहिँ तलमाथि भयो भने चाहिँ काम गर्नेलाई पनि असर हुँदो रहेछ होम बेसमा पनि। अब पस्ने न, अब बाढी पहिरो यताउति भइदियो भने उत्पादन गरेको सामानहरू पनि नष्ट हुनसक्छ, घरहरू पनि बगाएर लान सक्छ। होम बेस भनेको त यस्तो धनीले गर्दैन कि गरिबहरू गर्छन्, झाप्रा झुप्रोमा बस्नेहरू उनीहरूको घरलाई पनि तहस नहस हुनसक्छ नि त। त्यसले गर्दाखेरि चाहिँ धेरै नै असर पार्दो रहेछ भन्ने कुराहरू हामीले अहिले पछिल्लो समयमा जुन यस्तो धेरैहरू भयो नि, सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा चाहिँ जुन होम बेस वर्करहरूलाई चाहिँ धेरै उहाँहरूको घरहरू बगाएको छ, डुबाएको छ अनि सामानहरू अस्तव्यस्त भएको छ। त्यसले गर्दा पनि धेरै असर परेको छ। अनि त्यो चाहिँ थाहा भयो। कस्तो भने पहिला सुरुमा हुँदै नहुँदाखेरि अलिअलि गरिन्छ होइन। सुरुमा त्यति साह्रो सङ्गठित हुँदैन, उनीहरूले बुझिरहेको पनि हुँदैन। अहिले चाहिँ अलिअलि गरेर बोलाउँदा उहाँलाई सङ्गठित गर्दा गर्दा उहाँ धेरै जसले बुझिसक्नु भएको हुन्छ कि सामाजिक जनचेतना पनि हामी त्यत्तिकै नै दिइरहेको हुन्छ। त्यसले गर्दाखेरि बुझ्नुहुन्छ। बुझिसकेपछि बोलाउँदाखेरि आउने, ओ यो त यस्तो हो, यो जानुपर्छ भन्ने कुरो हुन्थ्यो। पहिला कस्तो हुन्छ बोलाउँदा पनि नजाने, के त्यहाँ गएर के हुन्छ र कसो यताउति भन्ने हुन्थ्यो। अहिले चाहिँ हामीले यस्तो कुरामा अगाडि बढ्नुपर्छ भन्ने कुरा धेरै छ, पुगेको छ। किनभने पहिला केही नै काम नगरेर बस्नुभएको आर्थिक समस्याहरू थियो। अहिले हामीले धेरै ट्रेनिङहरू गरेपछि उहाँले अलिअलि भने नि उत्पादन गर्नुभएको छ। त्यसले उहाँलाई थोरै थोरै भए पनि तरकारीहरू किन्न भए पनि सहयोग पुगेको छ।